नमस्ते दर्शकबिन, यतिखेर म गोर्खा जिल्लाको गण्डकी गाउँपालिका ताङली चोक आसपासमा छु। अलि पर भुम्ली चोक र सानो दरबुङ पनि देखिरहेको छ। र दर्शकबिन, मौसम निकै राम्रो भएको छ। वरिपरिको सुन्दर दृश्यहरू हेर्नुहोला। र अहिले देखिरहेको छ दरबुङको रानीछोरा गाउँ। र त्यसै गरी यो देखिरहेको बस्ती चाहिँ दरबुङको छापथोक गाउँ। र अलि पर धादिङ जिल्लाको केही बस्तीहरू पनि देखिरहेको छ। र अहिले देखिरहेको बस्तीहरू चाहिँ ताङलिचको याङदिङ र याङदिङ मुनिका बस्तीहरू फुजेल लगायतका बस्तीहरू देखिरहेको छ। र मेरो आजको यात्रा भने शहीद लहन गाउँपालिकाको घैरुङको जेमेश्वरासम्म हुनेछ। र गण्डकी गाउँपालिका लगायत यहाँबाट देखिने विभिन्न ठाउँहरूको रमाइलो दृश्यहरू तपाईहरुलाई देखाउनेछु। र दर्शकबिन, अहिले यतापट्टि देखिरहेको बस्ती चाहिँ शहीद लहन गाउँपालिकाको बतासे, त्यसै गरी अलिकता पर देखेको घैरुङको बास्कोट। र बास्कोट चाहिँ अहिले पछिल्लो टाइममा निकै राम्रो ठाउँ बनिसकेको छ। यहाँ चाहिँ शहीद लहन गाउँपालिकाको पालिका भवन पनि रहेको छ। त्यसै गरी घैरुङको बास्कोट पछिल्लो टाइममा निकै विकसित बनिसकेको छ। बैंकिङ लगायतका सुविधाहरू पनि यहाँ पाउन सकिन्छ। र यतापट्टिको बस्तीहरू चाहिँ ताङली चोकको ठुटे पिपल, कुवापानी र अलि माथि देखिरहनु भएको छ पातिसोरा गाउँ। र यतापट्टि देख्न सक्नुहुन्छ साँधी खोला, खत्रीसोरा लगायतका बस्तीहरू। र यतापट्टि देखिरहेको बस्ती चाहिँ मकैसिङ। र मकैसिङ पनि निकै ठुलो गाउँ हो। र यहाँ पनि राम्रो बस्ती बनिसकेको छ। र दर्शकबिन, अहिले देखिरहेको बस्ती चाहिँ शहीद लहन गाउँपालिकाको ताक्लुङ गाउँ हो। ताक्लुङ गाउँ पनि निकै ठुलो बस्ती भएको गाउँ हो। र यतिखेर भने मैले घैरुङको जेमेश्वराबाट भिडियो कैद गरिरहेको छु। र अगाडिको बस्तीहरू चाहिँ तिनमानेको बस्तीहरू हो। र अलि नजिकै देखिरहेको गाउँ चाहिँ घैरुङको राणा गाउँ। र दर्शकबिन, यतिखेर भने मैले याङदीको तल्लो गाउँबाट भिडियो कैद गरिरहेको छु। अगाडि देख्न सक्नुहुन्छ घैरुङको बास्कोट। र यतिखेर भने बिहानी पुगको दृश्यहरू देखाइरहेको छु तपाईहरुलाई। अलि पर त्यो कुहिरो लागेको ठाउँभन्दा माथितिर नामजुङ पनि देखिरहेको छ। साँच्चै मौसम कस्तो मजासँग खुलेको छ। वरिपरिका दृश्यहरू एकदम क्लियर, राम्रोसँग सफासँग देख्न सकिन्छ। र दर्शकबिन, अहिले देखिरहेको बस्ती चाहिँ ताङली चोकको
याङदिङका बस्तीहरू हुन्, जुन बस्तीहरू चाहिँ मैले फुजेल साइडबाट भिडियो कैद गरिरहेको छु। र दर्शकबिन आजको भिडियोमा मैले गोर्खा जिल्लाको गण्डकी गाउँपालिकाका केही बस्तीहरू र सहितलहन गाउँपालिकाका केही बस्तीहरूको भिडियो तपाईहरु सामु देखाउन कोसिस गरेँ।